ओहो कति ठुलठुला घर। छोरी आऊ छिटो। छोरी यी हेर यही घर हो तिमी बस्ने। छोरी भनेको कुरा मान्नु, जे भन्छन् फटाफट गर्नु, पढ्नु लेख्नु, ठुलो मान्छे बन्नुपर्छ है। हस् बुबा। घरमा को हुनुहुन्छ कुन्नी? ढोका त खुल्लै छ, घरमा को हुनुहुन्छ? ए तपाईँ पो आउनुहोस्। नमस्कार हजुर। नमस्कार, बस्नुहोस् न। होइन अहिले म बस्दिन। अहिले नुन तेल चिनी लिएर काभ्रे फर्किहाल्नु पर्छ। बेला बेलामा आउँदै गर्छु नि। हस् के भन्नु त जान्छु भनेपछि। ल साह्रै राम्रो रहेछ नानी त। आऊ भित्र जाऊ। छोरी केही अप्ठ्यारो नमान्नु, उहाँहरू पनि आफ्नै आमा बुवा जस्तै त हो नि। केही गाह्रो अप्ठ्यारो भयो मलाई खबर गर्न लाउनु, अरू तुरुन्त आइहाल्छु नि। होइन कहाँ गइन्थे नानी, आऊ न। छोरीलाई हजुरकै जिम्मा लगाइदिएको छु। जे गर्नु छ आफ्नै छोरी सम्झेर गराउनु होला। सानै छे अलिक ख्याल गरिदिनु होला। हस् चिन्तै नगर्नुहोस्, तपाईँको छोरी पनि मेरै छोरी त हो नि। नौ भन्छु फेरि बोल्नै पर्छ। विनिता यो घरमा बसेको पनि 5 वर्ष पुगिसकेछ। होइन को आएछ? ए नमस्कार। नमस्कार, तिम्रो हाल खबर के छ नानो? राम्रो छ। घरमा को हुनुहुन्छ कुन्नी? कोही पनि हुनुहुन्न। कहाँ जानुभयो? बाबा कार्यक्रममा, मामु बजार गइसकेछ। भाइ बहिनीहरू चाहिँ खोइ त? उनीहरू पनि मामुसँगै गएका छन्। ल नानी म गएँ। बसिस्यो न, म चिया बनाउँछु, खाएर गइस्यो। हो नानी, म पछि आउँछु। नबोलो भन्छु फेरि बोल्नै पर्छ। विनिताले कामको साह्रै चटारो थियो। फटाफट काम गर्नु पर्थ्यो। अलिकति ढिला हुँदा काम गर्न मुस्किल पर्थ्यो। ओहो आज 6 बजिसकेछ। कस्तो सुतेको सुतै भएछु। काम कति धेरै छ। ला यो भाइ बहिनीहरूको स्कुल ड्रेस पनि धुन पर्ने। फेरि अहिले धोएन भने भोलि सुक्दैन। फोहोर पनि कति बनाउँछन्। तरकारी पकाउने कराई पो कहाँ गयो? ए यहाँ पो रहेछ। डाङडाङ र डुङडुङ गरेर कस्तो डिस्टर्ब गरेको के। बिस्तारै गर्न सक्दिन यसले। विनिता यो मार्बल राम्रोसँग सफा गर्नु पर्दैन, दागै दाग छ त। गर्नु त गरेको हो, सुकेको दाग गएन होला। हेर त यहाँ पानी नै पानी छ। चिप्लिँदैन यस्तोमा, पुस्नु पर्दैन। भाइ बहिनीहरूको लुगा धोएको थिएँ, चुहियो होला, अहिले सफा गर्छु। अलि छिटो छिटो गर, कतिखेर खाना पकाउँछ, कतिखेर सफा गर्छ। त्यहाँ भाइ बहिनीहरूलाई स्कुल जान ढिलो हुन्छ। जा भाइ बहिनीहरूलाई स्कुल जान तयार गर। नबोलो भन्छु फेरि बोल्नै पर्छ। विनिता सबै काम भ्याएर स्कुल जान तयार गर्छ। खाना पस्किन्छ, खाना दिन्छ। खाना थपौँ अलिकति। नानी बाबु? नानी पुग्यो। नाइ मलाई पनि पुग्यो। विनिता खाना खाएपछि भाँडा यसरी नै सुकाउने हो, उठाएर मान्न। बाबा खाना पस्क्यो। मामु खाना पस्क्यो है। हिजो साथीको जन्मदिन थियो, रेस्टुरेन्टमा पार्टी दियो। झोल मोमो मलाई साह्रै मिठो लाग्यो। हो र, अनि लिएर आउनु पर्दैन र? जाउला नि एक दिन खान। हामी पनि बजार गएका थियौँ। साथीले आइसक्रिम खाऊँ भनेको, त्यो भ्यानेला आइसक्रिम कस्तो मिठो थियो। जस्तो सुकै मिठो होस्, आफूले खान पाएको भए पो। एक दिन बाबु र नानीलाई पनि लिएर जानुपर्छ। खाना थपौ अलिकति। बाबा मामु? मेरो कार्यक्रममा जान ढिलो भयो, म तयार हुन्छु है। हस् के हेरी कि टल्ल भाडा उठा न।
नौ भन्छु फेरि बन्नै पर्छ। बिनिताले घर सफा गर्छे, लुगा धुन्छे, खाना पकाउँछे, सबैले खाना खुवाउँछे, भाडा माछे अनि आफू स्कुल हिँड्छे। यो उसको दैनिकी नै हो। सबै सकायो त यो कापीमा? छिटो छिटो लेख। कति समय लगाएको? गुरुआमा ऊ त ढोकामा हेर्नु त। ए आज पनि ढिलो? होइन, यसलाई भनेको किन लाग्दैन? जति भने पनि हुँदैन। एक दिन होइन, 2 दिन होइन, सधैँ ढिलो। किन यस्तो अटेरी भएको? त्यहाँ कान समातेर उभिने। भोलि पनि ढिलो गरे भने कक्षामा दिनभरि उभिएर राख्छु। गुरुआमा घन्टी बजिसक्यो। ए क्लास सकिने बेला आउँछ। भोलि पनि ढिलो गरे भने मैले जाने हुँ। नौ भन्छु फेरि बोल्नै पर्छ। बिनिताको मौका कसैले बुझ्दैन। पढ्ने कोसिस गर्छ, समय हुँदैन। बिनिताले कसैले पनि काममा केटी भनेर सोध्दैनथे। पढ्न पाउँदैनथे तर पास हुन्थे। साहुनी आफ्ना छोराछोरीले पढेनन् भनेर गाली गर्थिन्। बिनिता भाइ बहिनीसँग नजिक बस्दा पनि नर्मलाई तिनीहरूलाई भन्दै थर्काउँथे। जाडो महिनामा चिसो पानीले भाडा माझ्थे अनि स्कुल जान्थे र सरासर घर फर्किन्थे। किन काला अनुहार पारेर आइकी? अय्या पेट दुख्यो। के खाकी थिएस्? भान्सा तेरै जिम्मामा छ। जतिखेर जे मन लाग्यो त्यही खाकिसोस्। धेरै लोभी भएपछि पेट नदुखेर के हुन्छ त? अय्या कस्तो पेट दुख्यो। बिनिता के भयो तिमीलाई? पेट दुख्यो। अय्या बुढी एक गिलास तातो पानी लिएर आइदेऊ त। मसँग उता वैद्यको औषधि थियो, म लिएर आउँछु। आफूलाई पनि सन्चो नहोला जस्तो छ। यसलाई पनि यही बेला पेट दुख्नु पर्ने। बिनिता ल खाऊ त। अय्या लौ न, मलाई साह्रै गाह्रो भयो। सहनै गाह्रो भयो मलाई त। अय्या लौ न। बुढी बिनितालाई सन्चो नहोला जस्तो छ। यसलाई वीर हस्पिटल लिएर जानु पर्यो। हिँड हस्पिटल जाऊँ। टुडिगेलको छेउमा वीर अस्पताल भन्थे। कहाँ होला? काका हेर्नु त, कत्रो ठुलो वीर हस्पिटलको आँगन। त्यो वीर हस्पिटलको आँगन होइन, तिमीहरूले देउसी भन्दा यो आँगन कत्रो टुडिखेल जत्रो भन्थ्यो नि, त्यही टुडिखेल हो यो। काका ऊ वीर हस्पिटल ऊ हेर्नु। ए रुम नम्बर 107 भन्थे। यही हुनुहुँदो रहेछ। नमस्कार। नमस्कार। ओइ नमस्कार गर। नमस्ते। अनि बिनितालाई कस्तो छ त? खै डाक्टर चेकअप गर्दै हुनुहुन्छ, थाहा छैन। नानी लामो सास फेर त। फेरि फेर त। तपाईको छोरीलाई एपेन्डिक्स भएको रहेछ, अपरेसन गर्नुपर्छ। अति नै पर्दैन, सामान्य अपरेसन हो। अपरेसन पछि 1-2 महिना आराम गराउनुपर्छ। डाक्टर एकछिन छोरीलाई भेट्न पाइन्छ? भेट्नुस् न। ए बुढो, अब त्यसलाई 1-2 महिना आराम गरेर कसले राख्छ? अब पठाइदिउँ त्यसकै बाउसँग। ल म भनेर आउँछु है त। ल हजुर, मेरो बाहिर काम पर्यो। छोरीको अपरेसन भएपछि लिएर जानु होला। ल बुढी हिँड जाम। ल हिँडौँ। दिदी ल हिँड्नु, घर जाऊ। म छु नि, नटिनु। ल हिँड छोरी, जाऊ। बुवा साउ र साउनी खोइ त? छोरी जान देऊ उनीहरूले आफ्नै घर। अब हामी हाम्रै घर जानुपर्छ। उनीहरूले तिमीलाई माया गरेको हो र तिम्रो कामलाई पो माया गरेको। जब तिमीलाई गाह्रो पर्यो अनि उनीहरू छोडेर गए, अब अर्काको भर पर्नु हुँदैन छोरी। आफ्नै घर जाऊ। आफ्ना लागि
आफैले गर्नुपर्छ। आफ्नै माटोमा पसिना बगाउनुपर्छ। हिँड छोरी। हस्पिटलको पैसा पछि मैले कमाएर तिर्दा हुन्छ कि हुँदैन सोध्नु न। मैले अलिकति पैसा ल्याएको थिएँ, अहिलेकोलाई पुगिहाल्यो। हिँड छोरी, तिमी बिरामी छौ, चिन्ता नगर न। आऊ कान्छ, हिँड, आफ्नै गर्छ। नबोलो भन्छु फेरि बोल्नै पर्छ। दुनियाँ स्वार्थी छ नि त। आफ्नो फाइदा नहुने भएपछि अर्काको पिर मर्काको कसलाई मतलब छ र। विनिता लामो समयको दुःख र कष्ट पछि आफ्नै घर फर्किन्छे। अब म यस नाटकमा भाग लिने सम्पूर्ण साथीहरूलाई आफ्नो परिचय दिन अनुरोध गर्दछु। नमस्ते, म आदिश जोशी, यस नाटकको साउ। नमस्ते, म विलोप जोशी, यस नाटकको विनिताको बाउ। नमस्ते, म साहिल सिंह, यस नाटकको साउनीको छोरा। नमस्ते, मेरो नाम श्रवण भट्ट, म यस नाटकको डाक्टर। नमस्ते, मेरो नाम विशेष थापा, यस नाटकको छोटी विद्यार्थी। नमस्ते, म दिपसाना कायस्था, यस नाटकको विनिता। नमस्ते, मेरो नाम क्याट्रिन बुचा, म यस नाटकको विनिताको साउनी। नमस्ते, म अनुष्का उप्रेती, यस नाटकको होटेरी बुढी। नमस्ते, मेरो नाम राशिता श्रेष्ठ, यस नाटकको साउनीको छोरी। नमस्ते, मेरो नाम प्रियांशा सिलवाल, यस नाटकको शिक्षिका। नमस्ते, म संस्कृति तामाङ, यस नाटकको पाहुना। नमस्ते, म प्रसून श्रेष्ठ, म यस नाटकको विद्यार्थी।